सुदन गुरुङ गृहमन्त्री बन्न लागेको कुराले म एकदमै आश्चर्यचकित भएको छु। मैले सपनामा पनि सोचेको थिएन कि उनी गृहमन्त्री बन्नेवाला छन्। मैले 15वटा मन्त्रीहरूको लिस्ट पढेँ, नामहरू हेरेँ। धेरैजना एक्सपेक्टेड नै थिए, तर सुदन गुरुङको नाम मैले होम मिनिस्टरको रूपमा सोचेको पनि थिएन। मैले सोचेको थिएँ रवि लामिछाने गृहमन्त्री बन्छन् होला। धेरै नेपालीहरूले पनि त्यही नै सोचेका थिए होला नि, त्यसैले नेपालीहरू आश्चर्यचकित भएका छन्। मैले यहाँ चाहिँ सुदन गुरुङलाई क्रिटिसाइज गर्नलाई यो भिडियो पनि बनाएको होइन। मैले यस्तो किन सोचे त होइन। म आफै बायस्ड भएको हो कि मैले सुदन गुरुङलाई किन अन्डर एस्टिमेट गरेँ त। उनी होम मिनिस्टर भएको कुरा सुन्दाखेरि म किन छक्क परेँ त। यो आफ्नो डिसिजन गर्ने मेरो प्रक्रियालाई चाहिँ मैले टेस्ट गर्नका लागि आज यो भिडियो बनाएको छु। होम मिनिस्टरमा हुनुपर्ने 10वटा गुणहरू मैले तयार पारेको छु र त्यो गुणहरू चाहिँ सुदन गुरुङमा छ कि छैन त्यसका विषयमा आज हामी यो भिडियोमा एनालाइसिस गर्छौँ है त। र हरेक गुणहरूको लागि हामी 0देखि 100सम्म स्कोर दिन्छौँ। पहिलो छ दबावमा शान्त रहने क्षमता। म यसमा उनलाई 65 दिन्छु, किनभने धेरै इन्टरभ्यूहरूमा चाहिँ उनी एकदमै एग्रेसिभ भएको पनि देखिएको छ। तर फेरि जेनजी प्रोटेस्टमा चाहिँ उनले दुई पक्षलाई एउटै टेबलमा ल्याएर कुरा गराएका छन्। यो सजिलो काम पनि होइन। त्यसैले यो उनी इन्कन्सिस्टेन्ट छन् तर केपेबल पनि छन् होइन। त्यसैले म उनलाई चाहिँ 65 दिन्छु। दोस्रो गुण छ छिटो तर सोचेर निर्णय गर्न सक्ने क्षमता। यो चाहिँ उनको स्ट्रङ सुट हो होइन। उनी डिसिजन लिन डराउँदैनन्, उनी छिट्टो एक्सन लिन सक्छन्। यो चाहिँ होम मिनिस्टरमा हुनैपर्ने गुण हो। स्लो भएर हुँदैन, एकदमै फास्ट हुनुपर्छ मान्छे। यसमा उनलाई मैले 80 दिन्छु। तेस्रो भनेको कानुन र संविधानको गहिरो बुझाइ। यहाँ चाहिँ उसलाई मैले 25 मात्र दिन्छु। म यहाँ अलिकति क्रिटिकल हुन चाहन्छु, किनभने उनको ब्याकग्राउन्ड ल, कन्स्टिट्युसन, पोलिसी मेकिङसँग डिरेक्टली जोडिएको छैन र यो रोलमा त्यो ठुलो ग्याप हो। उनी यङ छन्, ग्रो गर्न स्पेस छ, त्यसैले अहिले उनलाई 25 मात्र दिएँ। चौथो छ सङ्कट व्यवस्थापन गर्ने क्षमता। यसमा चाहिँ उनलाई मैले 85 दिएको छु, किनभने यो उनको स्ट्रङ्गेस्ट गुण हो। जेएनजी मुभमेन्टमा उनले देखाएको लिडरसिप रियल टेस्ट थियो। तर त्यसबाहेक उनले आफ्नो पर्सनल वर्क पनि जुन गर्छन्, विपद व्यवस्थापन, आपद विपदका व्यवस्थापनका कार्यहरू, त्यो पनि एकदमै सराहनीय छ। त्यसैले उनलाई मैले 85 दिएँ। नम्बर 5 मा छ भ्रष्टाचारप्रति शून्य सहनशीलता। यसमा म उनलाई 90 नै दिन चाहन्छु, किनभने उनले करप्सनको एगेन्स्टमा एकदमै राम्रो इन्स्टेन्स लिएका छन् होइन। अब यो कुरा चाहिँ एक्सनमा पनि देखियो भने चाहिँ एकदमै राम्रो हुन्छ, तर अहिले जे मिडियामा देखिएको छ त्यो अनुसार चाहिँ यसमा उनले 90 पाउँछन्। नम्बर 6 मा छ विभाजन नगर्ने सोच। जात, धर्म, भाषा यसका आधारमा चाहिँ जनताहरूलाई विभाजन गर्न हुँदैन कुनै पनि नेताले। र अहिलेसम्म उनले यो गरेको देखिएको पनि छैन होइन। र स्पेसली बालेनको नेतृत्वमा नै उनले काम गर्ने हो। त्यो भएपछि उनले राम्रै गर्छन् जस्तो लागेको छ। त्यसैले यसमा पनि म उनलाई 85 दिन्छु। नम्बर 7 मा छ अहङ्कार र भावनामा नियन्त्रण। यसमा उनलाई मैले 65 मात्र दिन्छु, किनभने उनी एकदमै एग्रेसिभ पनि छन्। यो देखिएको फ्याक्ट हो, यो कुरालाई नकार्न सकिँदैन। तर म यो पनि बुझ्छु कि उनी एकदमै यङ छन्। देशमा पुराना नेताहरूले लुटेर खाएकाले गर्दाखेरि त्यो जोस र जाँगर छ, त्यसैले गर्दाखेरि उनी कहिलेकाहीँ एग्रेसिभ हुन्छन्। यो एग्रेसिभनेसमा कन्ट्रोल राख्यो भने चाहिँ त्यो पनि राम्रै हुनेवाला छ। अनि नम्बर 8 मा छ लोकतन्त्र र नागरिकको अधिकारको सम्मान गर्नु। अनि यसमा मैले उनलाई 90 दिन्छु, किनभने यो राष्ट्रिय स्वतन्त्र पार्टीको कोर थिम नै सिटिजनहरूको राइट्सलाई प्रोटेक्ट गर्ने हो र त्यो उनले पनि गर्ने देखिन्छ। र नम्बर 9 मा छ दीर्घकालीन सोच। 60 दिन्छु म यसमा चाहिँ। उनी इमिडिएट प्रब्लम सल्भ गर्नमा बढी फोकस छन्। उनको भिजन के छ, कसरी काम गर्नेवाला छन्, त्यो कुरा हामीले देख्न बाँकी नै छ अझै। र नम्बर 10 मा छ बलियो तर अनुशासित नेतृत्व। यसमा पनि 60 मात्र दिन्छु, किनभने उनीसँग हेर्दा उनी पावरफुल देखिन्छन्, लिडरसिप गर्ने क्षमता पनि छ, तर पनि कन्सिस्टेन्सी, कन्ट्रोल, संयमता चाहिँ अझै प्रुभ हुन बाँकी छ होइन। ओभरअलमा हेर्दाखेरि चाहिँ उनको स्कोरलाई जोडौँ है त। उनले चाहिँ 705 ल्याएका छन्। भनाइको अर्थ उनले फर्स्ट डिभिजन ल्याएका छन्। त्यसैले उनी होम मिनिस्टर हुनका लागि क्वालिफाइड छन्। तर पनि यो कुरा नकार्न सकिँदैन कि सुदन गुरुङ होम मिनिस्टर भएको कुराले हामी सबै छक्क परेका छौँ। त्यसैले हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि मेबी बालेनको लिडरसिपमा गठन भएको यो मन्त्रीमण्डलले केही सोचेर नै सुदन गुरुङलाई यो रोल दिएको होला नि त होइन। अब अहिले हामीलाई हेर्दाखेरि चाहिँ अचम्म लाग्ने डिसिजन जस्तो लाग्छ, तर यो डिसिजन साँच्चीकै इफेक्टिभ हुन पनि सक्छ। तर यो हुनका लागि चाहिँ हामीले त्यसको लागि चाहिँ सुदन गुरुङलाई पहिला चान्स दिनु पर्यो।